कामदाका लिपि हिलियो लिपि रूपान्तरण थु ज्या भोलिन्टरली जी जासनौ ख अहिले वो जासनौ दौरान जनी नापा रञ्जना लिपि द फेद ज्यायना थु ज्या नापाला रबिन्सन साके जिलिसे जाइनौ ख लिपा जी समीर कर्मचारी लिसे पुंग जाइना वेगन युनिकोड फोन देगा दिल समीर कर्मचारी जनी सटवाज मसीका भीमाले वेगन युनिकोड नेपाल देवनागरी कालीमती धाव फोन जनी देखो ख आटकना वो पिने देखो फोन मध्ये नेपाली हो छौया जगा युनिकोड फोन किए वेगन जाइन दि कथा थो रञ्जना लिपि जाइन दिल अले लिपा जिम्द जनी नेपाल लिपि न यामला रावले नेपाल लिपि न हैन फुकनो जाया ढुंका जिमसा जनी युनिकोड नेपाल लिपि द ओ रञ्जना लिपि द यंग्यु ज्या छौ प्रपोजल भाषाविद विष्णु कर्मचारी अनवया लिपि डेक्युमा छमा छो फोटोग्राफर जी समीर कर्मचारी व जी जाना सोमेशा जिमसा करी 16 टका की जाइना जिमसा प्रपोजल छौ बिया वो प्रपोजल ठुसी मोनी बिले बार्कले यूनिवर्सिटी या मेजर डेवी एंडरसन वो माइक्रोसॉफ्ट पाके छमा होया मोनी बिले जिपी लिसे जनी टरो गगा बिने सोनु पेनु बिका छलफल सुरु जुल तो एलएनजीओ जने ऑफिसर जो खा अले अन सुरजी रुंगा आठो फर्स्ट फेज युनिकोड फेरि जने छेलेटा प्रपोजल ने थ्रू जोडो तो युनिकोड ढका ढाबले गठिले ढासा आखयो स्ट्यान्डर्डाइजेसन आखयो जने सिमुलेसन ययुका इंटरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेसन पाखे आखयो स्ट्यान्डर्डाइज या त युनिकोड संस्था त भाला बेटाउ जुल अले वेक अप इन स्ट्यान्डर्डाइज या ढुका हना इंटरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेसन पाखे हरेक आखयो छौ युनिक नम्बर चाहिँ विकिट पीयूजी वो बी ढुंका युनिकोड यो आवे नु संस्करण सायद नेपाल लिपि जनी दुठै हुकिना झिसा जनी 2016 दुनी टकै दुनी सायद माइक्रोसॉफ्ट वर्ड न नेपाल लिपि दुठै जनी सम्भावना यो बोलाउनु अले ठोए फुटो जुल ठुकी जनी ठो दौराने या नौ खया जनी छपाज निवाज खया जनी जी ठना धामास हो वो जी सबले छकल जनी नेपाली ते निम्ति जुले जी छटवा छटो नेपाली न था यो नेपाल लिपि रञ्जना लिपिलाई ट्रान्सलिटरेसन भनेर लिपि परिवर्तन गर्ने हामीले एउटा सफ्टवेयर बनायौं त्यो दौरानमा हामीले गरेका कामहरुमा हामीले गरेको कामबाट आएको उपलब्धि अथवा आएका अगाडि देखा परेका कुराहरु भन्नलाई कस्तो छ त भन्दाखेरि नेपाली भाषा भनेको इन्डो युरोपियन ल्याङ्ग्वेजको समूहभित्र पर्छ जबकि नेपाल भाषा भनेको टिबेटो बर्मी समूहभित्र पर्छ अब यो दुईटा समूह एक्जिस्ट गरेको नेपालमा अब हजारौं वर्ष भइसक्यो भन्नु पर्यो अब यो दुईटा समूहलाई रिप्रेजेन्ट गरे हामी कहाँ भए पनि दुईटा समूहलाई हुने गरिकन राजनैतिक वातावरण पनि भएन अन्य केही वातावरण पनि यसले भएन जसले गर्दाखेरि यो दोस्रो समूहका भाषाहरूलाई फ्लोरिस कसरी गर्ने त भन्ने व्यवस्था चाहिँ राम्ररी हुनै भएन भन्नु पर्यो यो नभएको बेलामा हाम्रो यो युनिकोडमा नेपाल लिपिलाई रिप्रेजेन्ट गर्नलाई देवनागरी जसरी लेखिन्छ देवनागरी भन्दा पृथक रूपमा नेपाल लिपि र रञ्जना लिपिले देवनागरी भन्दा पनि ठूलो डोमेनमा नेपाल लिपि र रञ्जना लिपि लेख्ने गरिएको छ जसरी कि चाहिँ देवनागरीमा संयुक्ताक्षर धेरै कम मात्रै लेखिन्छ जबकि रञ्जना र नेपाल लिपिमा अति धेरै संयुक्ताक्षरको रूपमा त्यसमा प्रयोग हुन्छ जसले चाहिँ एक तरिकाले भन्ने हो भने संस्कृत भाषाको मूलत प्रेजेन्टेसन प्रतिनिधित्व चाहिँ नेपाल लिपिले गरिराखेको छ यो प्रेजेन्टेसन अथवा यो प्रतिनिधित्व गर्नेको हाम्रो यो हस्तलिखित ग्रन्थहरुमा यो पाइन्छ यो चाहिँ नि हाम्रो पुरातत्व विभागमा अहिले सुरक्षित भएका करिब 7.5 लाख जति पृष्ठहरुमा जुन चाहिँ हस्तलिखित ग्रन्थहरु छन् त्यहाँ चाहिँ संरक्षित छ त्यसमा करिब 4 लाख भन्दा बढी करिब 5 लाखै चाहिँ पृष्ठ चाहिँ नेपाल लिपिमा लेखिएका छन्
जुन जसको चाहिँ 70% भन्दा बढी भाग संस्कृत भाषामा लेखिएका छन् र त्यसलाई चाहिँ संहिताक्षरले प्रेजेन्ट गरेको छ, जुन चाहिँ देवनागरी सक्षम छैन। यो हामीले चाहिँ त्यहाँ युनिकोड कन्सोर्टियममा यो कुरालाई हामीले अगाडि राख्न खोज्यौँ। एउटा यो संहिताक्षरको कुरा भयो। अनि दोस्रो अर्को कुरो के थियो र भन्दाखेरि नेपाली भाषामा क ख ग घ मसम्म मात्रै छ हैन, तर चाहिँ यो तिब्बती भाषामा क ख ग घ म पछि अर्को पनि वर्ण छ घ भन्ने, त ठ ड ढ न अर्को वर्ण छ न, प फ ए र लको पछि अर्को ल छ। यसरी विभिन्न यी वर्णहरूको चाहिँ 7वटा अक्षर हामीलाई चाहिन्छ भनेर हामीले चाहिँ युनिकोडमा यसको चाहिँ पैरवी गरेको थिएँ, जसको निमित्त हामीले चाहिँ 2 वर्ष यो विषयमा उहाँहरूसँग चाहिँ लामो कुराकानी यसमा भयो। तिमीहरूलाई चाहिँ भनौँ यो न भनेको 2टा अक्षर न र हको चाहिँ संहिताक्षर मात्रै हो, यो चाहिँ छुट्टै वर्ण होइन भन्ने यी कुराहरूको चाहिँ वाद विवाद हाम्रो 2 वर्षसम्म चल्यो भन्नु पर्यो। र अन्तमा आएर अहिले उहाँहरूले चाहिँ तिब्बती अन्य भाषाहरूमा पनि यो भारत यो तिब्बती बर्मिज ग्रुपका अन्य समूहका अन्य भाषाहरूमा पनि यी कुराहरू छन् ल हेर्नुहोस् भनेर हामीले देखायौँ। र अझ नेपाल भाषाकै भन्ने हो भने नेपाल भाषाका 1752तिरको एउटा डिक्सनरी बनाएको थियो। रोमन चाहिँ चर्चका मान्छेहरू आएर हामी कहाँ काठमाडौँमा बसेर यो हामी कहाँको चाहिँ नेपाल भाषालाई चाहिँ नेपाल लिपिमा लेख्ने अनि त्यसको रूपान्तरण इटालियन भाषामा यिनीहरूले गरेको एउटा डिक्सनरी चाहिँ छ। त्यसमा यी कुराहरू धेरै कुराहरू यी पनि थिए, जो न म ल कसरी छ, र लको चाहिँ छुटिएको, रको चाहिँ देवनागरी भनौँ या कुनै अन्य हामी कहाँ भएका लिपिहरूमा र लको चाहिँ पछि मात्रै रको प्रवेश हो, रको प्रवेश पहिला थिएन भन्ने कुरोहरूको चाहिँ प्रमाणित गर्ने यी कुराहरूको चाहिँ एउटा शोधपूर्ण कार्य चाहिँ जस्तै भन्नु पर्यो। यो कुरा चाहिँ युनिकोडमा पहिला राख्ने बेलामा चाहेर पनि नचाहेर पनि यी कुराहरू अगाडि आए र एक किसिमले यो जुन 2 वर्षको समयावधि बितेको थियो त्यसले चाहिँ सकारात्मकै एउटा रिजल्ट यसले चाहिँ अगाडि ल्यायो। यस्तै कुरा हुँदै गएको बेलामा एउटा अर्को कुरो म समय सान्दर्भिक भएको कुरो यहाँ अगाडि राख्न चाहन्छु। त्यो के त भन्दाखेरि अब नेवा समुदायले यसलाई आफ्नो भाषालाई नेपाल भाषा भन्यो, अब आफ्नो भाषालाई तारिफ गरेर अथवा आफ्नो भाषासँग सम्बन्धित नेपाल भाषा भनिरहेछ एउटा समुदायले भन्ने हो भन्ने कुरो चाहिँ यसरी चाहिँ विभाजित कुरो चाहिँ अगाडि आइरहेको बेलामा हाम्रो विकिमिडिया संस्थाले एउटा चाहिँ च्याप्टर नेपाल भाषाको एउटा च्याप्टर सुरु गर्ने अथवा यो चाहिँ यो रिजनल यो ल्याङ्ग्वेजको निम्ति एउटा च्याप्टर सुरु गर्ने भन्ने कुरा उठ्यो। अनि त्यसमा चाहिँ अब यसलाई नेवारी भन्ने कि नेपाल भाषा भन्ने कुरो चाहिँ एउटा विवाद त्यसमा आयो। अनि यो आएको बेलामा अब नेपाल भाषा यसलाई भन्ने हो भने हाम्रो चाहिँ एक किसिमको यसलाई भनेर आइराखेका भनौँ न प्रमाणहरू के छ त, कसरी छ त भन्ने कुरो त अगाडि ल्याउन जरुरी भयो। एउटा भनौँ न भावावेशमा मात्र अथवा या सेन्टिमेन्टको आधारमा मात्रै यसलाई नेपाल भाषा भनिएको हो कि अथवा यसको केही पहिलादेखि वजुद छ भन्ने कुरो चाहिँ अगाडि ल्याउन जरुरी थियो। अनि यो चाहिँ डाक्टर युकेश रञ्जित भन्नेले उहाँले चाहिँ यो विकिमिडियालाई लिडिङ गर्नुभएको थियो। अनि उहाँले यो इन्टरनेटमा चाहिँ यो प्रश्नहरू चाहिँ अगाडि राख्नुभयो। अनि यो प्रश्नको उत्तरमा एक पेज मैले पठाइदिएको थिएँ। हाम्रो यो पुरातत्व विभागमा डाक्टर जनकलाल वैद्यज्यूले पुरातत्व विभागमा भएका जति पनि अभिलेखहरू छन् त्यो अभिलेखहरूलाई ट्याबुलेसन गर्ने एउटा चाहिँ वर्गीकरण गर्ने चाहिँ काम उहाँले गर्नुभएको थियो। सो क्रममा उहाँले जुन जे भाषामा लेखेको थियो कहाँ कसै भाषालाई चाहिँ भाषाको नाम आएको ठाउँमा जहाँ पनि उहाँले त्यो किटान गरेर एउटा बिब्लियोग्राफी चाहिँ पुरातत्व विभागबाट निकालिएको थियो। त्यसमा चाहिँ एटलिस्ट मेरो विचारमा 3-4 पाना बिब्लियोग्राफीकै 3 पाना जतिमा चाहिँ नेपाल भाषा यो फला यो नेपाल सम्बन्धको चाहिँ 800मा नेपाल सम्बन्धको 600 500 कतिमा चाहिँ नेपाल भाषा भनेर उल्लेख भएका कुराहरू चाहिँ एउटा प्रमाणिक रूपमा भएको हुनाले
यो चाहिँ नि नेपाल भाषा जस्ट यो भावनात्मक रूपमा मात्रै अगाडि नेपाल भाषा भनिएको होइन कि हामी कहाँ चाहिँ नि यो उल्लेखित रूपमा पनि यी कुराहरू छन् भन्ने कुरा चाहिँ नि अगाडि आएको हो, जुन चाहिँ नि अब तपाईँहरूसँग मैले यो मञ्चबाट सेयर गर्न पाउँदा मलाई चाहिँ नि अब खुसी नै लागेको छ। यो एउटा नलेज बेस कुरा हुन् जसमा चाहिँ नि कसैको यसमा अन्य ठाउँको कुरा केही पनि छैन। त्यसै अब यही सन्दर्भमा हाम्रो चाहिँ नि एज ए नेपाली, एज ए नेवा, एज ए नेपाली भएर गौरव मान्ने कुरोमा एउटा अर्को विषय थियो, त्यो हो नेपाल सम्बन्ध। नेपाल सम्बन्धको कुरो गर्ने हो भने अहिले नेपाल सम्बन्धको जुन प्रपर्टी छ, जुन गुण छ, त्यो चाहिँ नि अब नेपाल सम्बन्धको त्यो गुणलाई चाहिँ नि संरक्षित गर्ने हाम्रो चाहिँ नि विक्रम सम्बन्धले अब गरेन। अब विक्रम सम्बन्ध किनभने अन्य तरिकाले विक्रम सम्बन्धको थाल्ने भयो, भएअनुसार चाहिँ नि अब नेपाल सम्बन्ध आएको छ। नेपाल सम्बन्धलाई चाहिँ हामीले आफ्नो नेपालकै रूपमा, नेपालको चाहिँ एउटा युनिकनेस त्यसमा छ, जुन चाहिँ नि भनौँ न अन्य समुदायसँग मिलेर यही चाहिँ नि डेभलपबाटै चाहिँ नि कुनै किसिमको त्यसलाई चाहिँ प्रमोसन गर्न पाए पनि मलाई खुसी नै लाग्नेछ। त्यसमा यो विषयमा त छलफल हुने नै गर्ला। र अन्य विषयमा उहाँले अहिले मलाई समाचार दिनुभयो, ठिकै छ। हामी चाहिँ नि अब अन्य विषयमा चाहिँ नि साथीहरूले आफ्नो मन्तव्य भन्नुहोला। यति भन्दै तपाईँहरूले मेरो कुरा सुनिदिनु भयो, धेरै धेरै धन्यवाद।